रुकुम पूर्वमा भन्दा रुकुम पश्चिममा प्रश्नहरू थिए र देशभरिको हाम्रो पार्टीका साथीहरूले मात्रै होइन, हाम्रा विपक्षीहरूले पनि देशभित्र मात्रै होइन देश बाहिरबाट पनि रुकुम पश्चिमलाई अलि बढी हेरिएको थियो। तपाईहरुलाई राम्रोसँग थाहा छ, किनकि पार्टीले असाध्यै बढी महत्त्व दिएर हुर्काएका नेतामा एउटा नयाँ विचलन देखा परेर पार्टीलाई नै चुनौती दिने गरी प्रतिक्रियावादी र जाली फटाहरूसँग मिलेर अगाडि आएपछि यो परिस्थिति रुकुम पश्चिममा बनेको थियो। यहाँ कुरा आइ नै सकेको छ र यो रुकुम पश्चिममा देखा परेको यो विचलन र प्रतिक्रियावादीहरूको हाम्रो पार्टी, हाम्रो आन्दोलन र रुकुम पश्चिम भित्र घुसपेट गरेर विध्वंस पार्ने यो पार्टीलाई भन्ने सपना उनीहरूले देखेका थिए। मैले पार्टीको प्रमुख नेतृत्वको हैसियतले अलि पहिले नै यसको गम्भीरता, यसको संवेदनशीलता के हो भन्ने कुरा बुझेको थिएँ। मैले हतारो गर्दा पनि गडबड हुन सक्ने खतरा, किनकि दुश्मन खेलिराखेको छ र मैले गम्भीर रूपले पहल नगर्दा पनि विघटन र विसर्जनको खतरा। त्यस्तो परिस्थितिमा हामी थियौं र यहाँ कमरेडले राख्नु पनि भयो। चौरजारीमा भएको चौरजारीको आमसभाको कुरा मैले रुकुमका जनतालाई ऐतिहासिक भूमिकाको दृष्टिकोणले क्रान्तिमा र शान्ति प्रक्रियामा पनि, निर्वाचनमा र अन्य सङ्घर्षहरूमा पनि खेल्दै आएको भूमिका र विगतका थुप्रै नेताहरूमा देखा परेका विचलनका श्रृङ्खलाहरू र त्यो श्रृङ्खला हुँदै आउँदा पनि यहाँको जनता, यहाँको क्रान्तिकारी कार्यकर्ता र नेताहरू विचलित नभएको, यहाँको पार्टी विचलित नभएको, व्यक्ति विचलित भए पनि व्यक्तिको पछाडि यहाँको जनता र कार्यकर्ता नलागेको ऐतिहासिक सन्दर्भ ल्याउँदै मैले तपाईहरुलाई, यहाँको जनतालाई पनि मैले हार्दिक बधाई भनेको थिएँ र एउटा इतिहास बनाएको छ रुकुमका जनताले भनेको थिएँ र यहाँको पार्टी, यहाँका कार्यकर्ता र नेताहरूलाई पनि तपाईहरुले एउटा इतिहास बनाउनु भएको छ भनेर सबैलाई बधाई, धन्यवाद र अभिवादन पनि भनेको थिएँ। चौरजारीमा तपाईहरु पक्कै धेरै जसो त्यहाँ हुनुहुन्थ्यो। त्यहाँबाट यहाँसम्म आउँदा धेरै घटनाक्रमहरू अगाडि बढे। जेनजी भदौ 23-24 भयो, नेपाली कम्युनिस्ट पार्टी बन्यो, चुनाव आयो र धेरैको आँखा रुकुममा पर्यो, रुकुम पश्चिममा पर्यो र रुकुम पूर्वमा म नै निर्वाचन लड्ने भन्ने पार्टीको निर्णय भएपछि रुकुम पूर्वतिर पनि ध्यान त जाने नै भयो सबैको। त्यसकारण यहाँ हामी नेपाली कम्युनिस्ट पार्टी बनेर रुकुम पश्चिममा पहिलो जनसभाको आयोजना भयो र पार्टीको संयोजकको हैसियतले म र सहसंयोजकको हैसियतले कमरेड माधव कुमार नेपाल समेत आएर हामीले फेरि एउटा सम्बोधन, एउटा अपिल, के ऐतिहासिक भूमिका छ तपाईहरुको काँधमा भनेर जनतालाई पनि भन्यौं र तपाई पार्टीका नेता कार्यकर्ताहरूलाई पनि भन्यौं। म आज भिन्न परिस्थिति, निर्वाचन भयो, निर्वाचनमा हामीलाई विजय प्राप्त भयो। तपाईहरुले र यहाँको जनताले
यो ऐतिहासिक सन्दर्भ, यसको भूमिका, महत्त्व प्रतिक्रियावादी जाली फटाहरूले हाम्रो भित्र घुसपेट गरेर विध्वंस गर्न खोजेको छ भन्ने कुरा यहाँको शहीद परिवार, यहाँका बेपत्ता योद्धाका परिवारहरू, घाइते अपाङ्ग कमरेडहरू सबैले गहिरो गरी नबुझेको भए यो विजय हासिल हुन सक्दैनथ्यो। यति धेरै षड्यन्त्र हुँदाहुँदै पनि हाम्रा विपक्षीहरूको, प्रतिक्रियावादीहरूको, साम्राज्यवादीहरूको पनि षड्यन्त्र थियो यहाँ। मैले त माथि बसेर सबै हेरिराखेको थिएँ, हेरिराखेको पनि छु अहिले पनि। सानो षड्यन्त्र यहाँ थिएन। यसलाई परास्त गर्ने भनेको क्रान्तिलाई निरन्तरता दिने कुरासँग सम्बन्धित थियो। देशभरिको कार्यकर्ता र जनतालाई ऊर्जा दिने कुरा पनि थियो। अन्यत्र कहाँ कति हारियो भन्नेतिर त्यति धेरै मान्छेको चासो थिएन, अझै पनि छैन। सम्बन्धित ठाउँमा त हुने नै भयो समग्रमा, तर रुकुम पश्चिममा हाम्रो पार्टी विजयी भयो। कमरेड गोपाल शर्मालाई यहाँको जनताले र पार्टीले मिलेर सबै प्रतिकूलताको सामना गरेर अत्यधिक मतले विजयी गराउने सफलता प्राप्त भयो। यो सन्देश देशभरि गयो, मान्छेले यही हेरिराखेका थिए। अनि रुकुम पूर्वमा पनि पार्टीको प्रमुखले जितेको हुनाले माधव नेपालजीले आजभोलि कार्यक्रममा भन्ने गर्नुहुन्छ, मेरो विजयलाई लिएर यो पार्टीको विजय भयो, यो व्यक्तिको विजय मात्रै होइन भन्ने पनि गर्नुहुन्छ। मलाई धेरै देशभित्रबाट, देश बाहिरबाट बधाई आउने क्रममा प्रमुख ठाउँ पनि जित्यो, प्रमुख नेताले पनि जितेको हुनाले हामी सबैले जित्यौँ भन्ने ठानेका छौँ भनेर बधाई दिने गर्नु भएको छ। त्यहाँ यति धेरै महत्त्व थियो यो निर्वाचनको। म आज केन्द्रीय संयोजन समितिको बैठक, पहिलो बैठक हो त्यो, पहिलो बैठक समापन गरेर र पहिलो त्यो निर्णयहरू सम्प्रेषण गर्ने जिल्ला पनि रुकुम पश्चिम नै हुन पुग्यो। म अन्यत्र कहीँ पनि गएको छैन। सिधै हिजो मात्रै 4-5 बजेतिर बैठक सकियो र अनि बिहान उठेर यहाँ आएको छु। यो पनि संयोग मात्रै होइन, यो एउटा इतिहास निर्माण गर्ने प्रक्रियाको कडी हो, एउटा नयाँ कडी हो भनेर म भन्न चाहन्छु। र तपाईहरू सबैले तमाम प्रतिकूलता र अप्ठ्याराका विरुद्ध जुझ्दै जो विजय हासिल गर्नु भएको छ, म पार्टी हेडक्वार्टरको तर्फबाट, केन्द्रीय समितिको तर्फबाट तपाईहरू सबैलाई एकचोटि फेरि बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। र मैले लामो व्याख्या भन्दा पनि हिजो जनवादी क्रान्तिको लागि भनेर हामीले जनयुद्धको तयारी गर्यौं र त्यो जनयुद्धको तयारीको बेलामा हाम्रा केही जिल्लाहरू मात्रै थिए जहाँ हामी वर्ग सङ्घर्ष, ग्रामीण वर्ग सङ्घर्ष भनेर योजना बनाएर चलाउँथ्यौं, जसको प्रभाव जनतामा बिस्तारै पर्दै थियो। त्यो केही सीमित जिल्ला थिए, त्यसमध्ये रुकुम, रोल्पा, गोर्खा, सिन्धुली, सिन्धुपाल्चोक जस्ता केही जिल्लाहरू। त्यसमध्ये अग्रणी भनेको चाहिँ रुकुम रोल्पा नै थिए। हामीले अध्ययन गर्ने, अनुसन्धान गर्ने, इतिहास पढ्ने भनेको अलि बढी यस क्षेत्रकै थियो र जनयुद्धका दस्तावेजहरू तयार पार्ने, योजना निर्माण गर्दाखेरि सबभन्दा बढी
जनताका अभिमतहरू, भावनाहरू, संस्कृतिहरूलाई केन्द्रित गर्ने ठाउँ मुख्य रूपमा यिनै जिल्लाहरू थिए। अहिले भिन्न राजनीतिक परिस्थितिमा समाजवादको एउटा नयाँ यात्रा सुरु गर्ने भनेर हामीले भनेका छौँ। नेपाली कम्युनिस्ट पार्टीले नेपाली विशेषताकै समाजवाद, कसैको अन्धानुकरण होइन, नक्कल होइन, हाम्रै जमिनमा चाहिँ हाम्रै जनताको बीचबाट, हाम्रै पार्टीको अनुभवको बीचबाट समाजवादको गोरेटो हामीले कोर्दै जानुपर्ने छ। यो काम पनि जनवादी क्रान्तिका लागि जनयुद्ध र जनआन्दोलन भनेर हामीले हिजो जसरी केही ठाउँलाई केन्द्रित गरेर आधार इलाकाको रूपमा त्यसलाई परिभाषित गरेर चाहिँ ती केही ठाउँमा भएका कामहरूलाई बिस्तारै देशभरिले हेर्दै जाँदा देशैभरि त्यो झाङ्गियो, फैलियो र क्रान्ति आफ्नै मौलिकतामा सामन्ती निरङ्कुश तन्त्रको अन्त्य गर्न जनयुद्ध र जनआन्दोलनको समायोजन मार्फत हामी सफल पनि भयौँ। अब हामी नयाँ चरणमा छौँ। यो पनि अब कहीँ न कहीँ हामीले केन्द्रीय आधार निर्माण नगरिकन रूपान्तरणको, परिवर्तनको, फेरि क्रान्तिकारी कार्यको अभ्यास केही ठाउँबाट मेहनतपूर्वक अलि त्याग गरेर, तपस्या गरेर, निष्ठाको साथ अगाडि ल्याउन सकिएन भने सबैतिरबाट एकैचोटि समाजवादी क्रान्ति या समाजवादी आधार निर्माण हुन सक्दैन। बदलिएको राजनीतिक परिस्थिति, अघि हाम्रो कमरेड, बाँफीकोटको कमरेड होइन, के अरे, सक्षम, दक्ष कमरेड सक्षम होइन, उहाँले भने जस्तो उहाँले कतिपय कुरा बडो साहित्यिक ढङ्गले पनि भन्नुभयो। हाम्रो पार्टी पक्कै पनि ठाउँ ठाउँमा बिग्रिएको छ, विचलित भएको छ, त्यो चाहिँ हो। तर त्यसो भनेर के हामी फेरि अर्को आन्दोलनको निम्ति अगाडि जानै नसक्ने गरी सिद्धिया हो त भन्दा त्यो चाहिँ होइन, त्यो चाहिँ होइन। हामीसँग इतिहास छ, हामीसँग वर्तमान पनि छ, हामीसँग विचार पनि छ, हामीसँग नेतृत्व पनि छ, अनुभवी नेतृत्वहरूको जमात पनि छ। खालि अब त्यसलाई वैचारिक ढङ्गले सुस्पष्ट गर्ने, राजनैतिक रूपले प्रशिक्षित गर्ने र सङ्घर्षमा फेरि एउटा वस्तुवादी वैज्ञानिक योजना बनाएर समर्पित रूपले लाग्ने र कार्यशैली जो हाम्रो बिग्रिएको छ त्यसलाई सच्याउने गर्यो भने समाजवादको एउटा नयाँ आन्दोलन नेपालमा सुरु हुन्छ, सुरु गर्न सकिन्छ र सुरु गर्नै पर्छ। र त्यो ठाउँ जहाँ इतिहासमा असाधारण भूमिका खेलेर प्रशिक्षित भएका जनता, प्रशिक्षित भएका नेता कार्यकर्ता र जसको आधारलाई टेकेर एउटा महान क्रान्ति अगाडि बढाएर देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउने नेतृत्व, यो सबैले नयाँ सङ्कल्प गर्दा नसकिने र नहुने भन्ने कुरा हुन सक्दैन। त्यसकारण म आज अरू व्याख्या नगरिकन तपाईहरुसँग के अपिल गर्न चाहन्छु भने तपाईहरुले सबभन्दा बढी मेहनत गर्नुपर्ने छ। समाजवादको नयाँ संस्कृति, समाजवादको नयाँ आन्दोलन, उत्पादनका निम्ति सङ्घर्षको, रोजगारी सृष्टिका निम्ति सङ्घर्षको, युवाहरूलाई अगाडि ल्याउने सङ्घर्षको उदाहरण प्रस्तुत गर्ने गरी तपाईहरुले काम गर्ने संकल्प गर्नुपर्दछ, गर्नुपर्ने छ। तपाईहरुले सबभन्दा पहिला उदाहरण देखाउनु पर्छ। अरूले देखाउन् भनेर तपाईहरुलाई भन्ने र
चाहिँ आफू जिम्मेवारीबाट पन्छिने छुट तपाईहरूलाई विशेष रूपले छैन। मैले अरूलाई छ त भन्दिनँ, तपाईहरूलाई विशेष रूपले छैन। त्यसकारण म के भन्न चाहन्छु भने अहिले हामी बडो असाधारण संयोग पनि भनौँ, म रुकुममा, पश्चिममा, सल्यानमा, कालीकोटमा, हामी कर्णालीमा नै सबभन्दा बढी विजयी भएका छौँ। लुम्बिनीमा केही भएका छौँ। बागमतीमा बिउ जोगिएको छ। मधेसमा पनि गर्दा गर्दै संयोगले चाहिँ बिउ जोगिएको छ। तर केन्द्रीय आधार इलाका भनिएकै ठाउँका जनता र कार्यकर्ताले पार्टीलाई सबै अप्ठ्याराहरूको सामना गरेर विजयमा पुर्याउनु भएको छ। त्यसकारण समाजवाद निर्माणको निम्ति एकचोटि फेरि सङ्कल्प पनि तपाईँ हामीले नै गर्नुपर्दछ। म यहाँ आउँदा मैले रुकुम पूर्वमा, यहाँ गणेशमानजी पनि आज बाइ द वे हामीसँगै हुनुहुन्छ, मेरो निर्वाचन क्षेत्रको सम्पूर्ण सञ्चालन उहाँकै जिम्मेवारीमा, उहाँकै नेतृत्वमा भएको हो। उहाँले बडो सन्तुलित ढङ्गले र मेहनत गरेर वातावरण बनाउनु भयो र हामी अहिले यहाँ जे छलफल गरिरहेका छौँ, हामीले एउटा नयाँ उदाहरण, नयाँ मोडेल प्रस्तुत गर्नुपर्छ र देशभरिको पार्टीको निम्ति, देशभरिको समाजवादी आन्दोलनको निम्ति अग्रणी मोडेल हामीले प्रस्तुत यहीँबाट गर्न सक्नुपर्छ। रोल्पा, रुकुम, कालीकोट, सल्यान जस्ता जिल्लामा जहाँ हामी विजयी भएका छौँ, यहीँबाट अझ मुख्य रूपमा रुकुम, रोल्पाबाट हामीले फेरि समाजवादको एउटा नयाँ रूपान्तरणकारी अभियान चलाउनु छ। म तपाईहरू सबैलाई इतिहासको यो गम्भीर मोडमा जति बेला साम्राज्यवादले हाम्रो देशलाई, हाम्रो राष्ट्रिय स्वाधीनतालाई, हाम्रो जनताको आत्मनिर्णयको अधिकारलाई, हाम्रो विकासको प्रक्रियालाई अवरुद्ध गरेर तिलस्मी ढङ्गले हस्तक्षेप गरिराखेको छ, त्यसको सामना गर्ने तागत पनि हामीले यहीँबाट विकास गर्न सक्नुपर्दछ र त्यसको सुरुवात हामीले नै गर्नुपर्दछ। त्यो भूमिकामा तपाईँ हामी छौँ। तपाईँहरूले यसलाई हल्का र सामान्य रूपमा नलिदिनु होला। हामीले त्यो भूमिका खेल्दा धेरै चिज बदलिनेवाला छ नेपालमा। फेरि एकचोटि सजिलो छैन। हाम्रो सङ्कल्पलाई, हाम्रो यात्रालाई अवरुद्ध गर्ने साम्राज्यवादीहरू सजिलो छैन। तर खालि हामीले आफूलाई बदल्ने सङ्कल्प गर्ने कुरा ठुलो छ। म तपाईहरूलाई पहिला यति भनेर अपिल गर्न चाहन्छु, तपाईहरू फेरि एकचोटि ऐतिहासिक भूमिकामा उभिनु भएको छ र तपाईहरूले पहिलो टेस्ट पास पनि गर्नुभएको छ। किनभने यहाँ देखा परेको विभाजन र विचलनको प्रवृत्तिलाई, जसलाई गरेर तपाईँ हामीलाई यहाँबाट जरै उखेल्ने भन्ने सोचेका थिए, त्यसलाई परास्त गरेर तपाईहरूले पहिलो परीक्षा त पास गर्नुभएको छ। तर अगाडि अझ योभन्दा पहिलो ब्याटल जितिएको हुनाले पक्कै पनि अर्को ब्याटल जित्ने आधार चाहिँ तपाईहरूले, हामीले खडा गरेका छौँ। मैले यो कुरा तपाईँ कमरेडहरूसँग, यहाँ नेतृत्वका कमरेडहरूलाई पनि विशेष रूपले अपिल गर्न चाहन्छु। हामी असाधारण भूमिकामा फेरि एकचोटि खडा भएका छौँ र हामीले एउटा फेरि एउटा नयाँ इतिहास निर्माण गर्ने सङ्कल्प गर्नुपर्ने समयमा हामी छौँ। कार्य संयोजन समितिको बैठक सकेर आएका छौँ। त्यसले के गर्यो? पहिलो त त्यसले निर्वाचनको समीक्षा गर्यो।
समग्र र सम्पूर्ण समीक्षा त एउटै बैठकबाट सकिने कुरा थिएन। त्यो समीक्षा त महाधिवेशनसम्म, महाधिवेशन पछिसम्म पनि नेपाली इतिहासमा धेरै समय यो चाहिँ निर्वाचनको समीक्षा चलिराख्नेवाला छ। यो निर्वाचन यस्तो किन भयो? यो निर्वाचनमा के चिजहरूले काम गर्यो र परिणाम अप्रत्याशित आयो? सबलाई पुरानोको बिल्ला भिराइदिने र विचारविहीन, योजनाविहीन, इतिहासविहीन, त्याग तपस्या केही पनि नभएकाहरूलाई चाहिँ नयाँ भनेर जसरी स्थापित पश्चिमा साम्राज्यवादीहरूले नियोजित रूपले गर्दै गए। आइटीको यो डिजिटल प्लेटफर्म मार्फत अल्गोरिदम म्यानिपुलेसन भन्छ क्या, त्यसको यति डरलाग्दो प्रयोग भयो कि मान्छेको ब्रेन क्याप्चर, बुथ क्याप्चर होइन, ब्रेन क्याप्चर गरिदिइसकेपछि चाहिँ जुन परिस्थिति बन्यो, त्यो कसरी बन्यो, को त्यसमा सहभागी भए, कसको कति लगानी भयो, अरबौं खरबौं, त्यसको अनुसन्धान र समीक्षा हुँदै जान्छ। तर हामीले भन्यौं, समीक्षा गर्दा हामीले भन्यौं यो अप्रत्याशित छ, असाधारण छ। निर्वाचनमा जित हुन्छ, निर्वाचनमा हार हुन्छ, यो स्वाभाविक र सामान्य कुरा नै हो। तर यस्तो अद्भुत प्रकृतिको अरूको 10,000, 5,000, 3,000 चाहिँ नयाँ, जसको नामै थाहा छैन जनतालाई, उम्मेदवार को हो भन्ने पनि थाहा छैन, त्यो उम्मेदवारको विचार के हो भन्ने पनि थाहा छैन, केही पनि थाहा छैन, उसको 40,000, 50,000 कता हो कता कसरी भयो? खालि अल्गोरिदम म्यानिपुलेसनबाट मात्रै भयो भन्न सकिने स्थिति पनि छैन। त्यसको प्रयोग त भयो, ब्रेन क्याप्चर त गरियो, त्यसको प्रतिकार हामीले पनि अब गर्नै पर्छ, सिक्नै पर्छ हामीले। तर त्यतिले मात्रै यस्तो भयो भन्ने पनि हामीले समीक्षामा गर्दा त्यस्तो देखिएन। त्यसमा कहीँ न कहीँ हाम्रा राज्यका विभिन्न निकायहरू गलत ढङ्गले चाहिँ प्रयोग त भएन भन्ने प्रश्न पनि त्यति नै गम्भीर प्रश्न छ। कतिसम्म भने तराई मधेसको एउटा जिल्लाको एउटा निर्वाचन क्षेत्रमा एउटा उम्मेदवारको नाममा एउटा पनि भोट परेन छ, एउटा भोट नै परेन छ। त्यसपछि त्यो उम्मेदवारले आफूले त भोट हाले त थिए, फेरि होइन मैले, मेरो परिवारले नै हालेन होला रे, ल हल्ला चाहिँ घन्टीको हावा चल्या हुनाले घन्टीमै गयो, मैले त मैलाई हालेको थिएँ, मेरो भोट पनि छैन, कहाँ गयो भनेर रुँदै हिँडेका छन्। भनेपछि दालमै कुछ काला है भन्ने त देखियो नि। अर्को हाम्रै ठाउँमा हो, घन्टीको उम्मेदवारलाई उसलाई म जित्छु भन्ने कोही कतैले लागेका थिएन र यो पनि प्रमाणित कुरा हो। 18 गते हाम्रो उम्मेदवारसँग आएर अब यता लागिहाल्यो, जित्ने त कुनै चान्सै छैन, चुनाव सकिने बित्तिकै म तपाईहरुको पार्टीमा आउँछु है, मलाई वातावरण बनाइदिनुस् भन्यो। 18 गते उम्मेदवारले 21 गते त भोट त यति धेरै उलाई आयो, यति धेरै आयो कि उले पचाउनै सकेन, रातभरि हाँसे गरेर कता कता खुस्किने हो कि जस्तो भएछ। अनि यो चुनावलाई हामीले सामान्य चुनाव भयो भन्न सकिन्छ त? अर्को यो पनि प्रमाणित हो, हाम्रै नेता लडेको ठाउँको तराईकै कुरा हो,
जनताले पनि हाम्रा उम्मेदवारले नि भन्ने के गर्छन् भने भोट कहाँ हरायो, हाम्रो भोट कहाँ हरायो। किनभने चाहिँ 17-18 गतेसम्म त टन्नै थिए भोट त, 21 गते जाँदा त छँदै छैन भनेपछि कहाँ हरायो भनेर रुँदै हिँडेका छन्। फेरि भोट हरायो, कोहीलाई भोट कहाँबाट आयो भनेर पचाइ नसक्नु, क्या बुझि नसक्नु, त्यो कहाँबाट आयो यत्रो भोट छैनन् मान्छे, फेरि थिएनन् भनेपछि यो निर्वाचन सामान्य निर्वाचन होइन। त्यसकारण हामीले एउटा समीक्षा के गर्यौं त, यो 24 गतेकै विध्वंसको निरन्तरताको निर्वाचन भयो। 24 गतेको विध्वंसमा को थिए तपाईहरुले बुझिराख्नु भएको छ नि। अब मैले यहाँ मुखले भने फेरि स्थिति यही हो, बुझिहाल्नेछ। तिनै लागेर यो निर्वाचनलाई पनि त्यसैको निरन्तरता जस्तो बनाए। त्यसकारण हामीले चुनाव हारियो भनेर विश्लेषण गर्न चाहिँ हुँदैन। र यहाँ भने जस्तै अहिले सर्वत्र एउटा कुरा छ कि हाम्रो साथीहरूले पनि हावाहुरी चलेपछि त सबै त्यो हावाहुरीको अगाडि उभिन त सकेनन् र भोट हाले। तर उनीहरूले विचारै परिवर्तन गरेर पार्टी नै छोडेर गएको स्थिति चाहिँ होइन धेरैको। त्यसकारण हामीले समीक्षा गर्दाखेरि यिनै कुराहरूलाई आधार बनाएर आउने दिनमा एआई डिजिटल प्लेटफर्मलाई हाम्रो ढङ्गले प्रयोग गर्ने विधिको विकास पनि गर्न पर्यो। र हामीले फेरि हाम्रा कमजोरी कहाँ भए भन्ने कुरालाई पनि त्यत्तिकै ध्यान त दिनै पर्यो। हाम्रा पनि त कमजोरी नभई त यो भएको छैन। हामीले केही पनि नगरेको, राम्रो काम गर्दै नगरे हुनाले चाहिँ हाम्रा पार्टीको चाहिँ उम्मेदवारले कम जितेको हो त भन्दा यो पनि सत्य देखिँदैन। हामीले चाहे मध्य पहाडी लोकमार्गको कुरा गरौँ, चाहे उत्तर दक्षिण कोरिडोरको कुरा गरौँ, चाहे छिमेकीहरूसँग भएका ठुल्ठुला सन्धि सम्झौताका कुरा गरौँ, चाहे ऊर्जा क्षेत्रमा गरिएको क्रान्तिको कुरा गरौँ, चाहे गरिब किसानको ऋण मिना गर्ने कुरा गरौँ, थुप्रै कामहरू त हामीले नगरेको त होइन। भ्रष्टाचारका विरुद्ध अभियान नचलाएको पनि होइन। सुशासन र समृद्धिको नाराका साथ अगाडि बढ्न नखोजेको पनि होइन। त्यति हुँदाहुँदै पनि किन हामी हारियो भन्दा कहीँ न कहीँ हाम्रो चाहिँ ध्यान जहाँ केन्द्रित भएर दुश्मन के गर्दैछ भन्ने कुराको अध्ययन गर्नुभयो, त्यहाँ पुगेन। हाम्रो कमजोरी त्यहाँ भयो। आइटीको प्रयोग कसरी हुँदैछ, जेनजी युवाहरूको दिमाग कसरी चाटिँदैछ, विदेशमा भएका हाम्रा छोराछोरीहरूलाई कसरी म्यानिपुलेट गरिँदैछ र हाम्रा विरुद्ध खडा गरिँदैछ भन्ने कुराको जति गहिरो अध्ययन चिन्तन मनन गरेर त्यसलाई प्रतिवाद गर्ने नीति योजना बनाउनु पर्थ्यो, हामीले सकेनौँ। हाम्रो सबभन्दा ठुलो कमजोरी परिस्थितिको मूल्याङ्कनमै भयो। हामीलाई लाग्यो सुशासन, सामाजिक न्याय र समृद्धि भनेपछि विकास निर्माणका काम गरिएकै छ, त्यसपछि जनताले बुझिहाल्छन् भन्ने जस्तो हामीले अलि बढी ठानियो। हामीले ध्यान दिन नसकेको, हामीले रणनीति विकास गर्न नसकेको कुरामा हाम्रो कमजोरी भयो। त्यसकारण हामीले विकास गरेर पनि चुनाव हार्यौँ। यो पटकको चुनाव मैले अलिकति केही उपमा तपाईहरुलाई भने, सबभन्दा धनीले पनि चुनाव हार्यो, धनले काम गरेन। पहिला जितेको तर दोस्रो पटक उसले नराम्रोसँग हार्यो, फेरि अलिअलि हारे भयो। त्यस्तै 4-5 हजार र 50-60 हजार हुने गरी फरकले हार्यो, धनले काम गरेन। विकास निर्माण भन्ने हो भने अन्तर्राष्ट्रिय जगत नै चकित भएर लन्डनमा बोलाएर रेणु दाहाललाई विकासको एउटा मोडेलको रूपमा सम्मानित गर्यो, पुरस्कृत गर्यो अन्तर्राष्ट्रियले।
देशभित्र लगातार 3 पटकसम्म विकास खाली बाटोघाटो मात्रै होइन, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी सबै क्षेत्रमा अभूतपूर्व विकास हो भरतपुर। नराम्रोसँग चुनाव हारे, विकासले पनि काम गरेन। तपाईँ हामीलाई कहिलेकाहीँ न विकास गरेपछि बल्ल जनताले कुरा बुझ्छन् भनेको त्यो पनि त भएन। अनि ठुलो व्यक्तित्व भएपछि धेरै ठुलो व्यक्तित्वले चुनाव जित्छ भन्ने हो भने ठुला व्यक्तित्वलाई पनि चुनाव हराइयो, हारे। हाम्रो सहसंयोजक कमरेडको व्यक्तित्व चान्चुने त होइन नि, तर पनि हराइयो। अरू पनि थुप्रै, व्यक्तित्वले पनि काम गरेन भन्दाखेरि फेरि पनि दालमे कुछ काला है। यस्तो त हुँदैन नि त, यस्तो त जनता यति धेरै बैगुनी त हुँदैन नि जनता त। त्यत्रो विकास निर्माण गरेर पनि हराउन पर्ने जनतालाई बाध्यता के आइलाग्यो? बडो विचित्र। त्यसकारण हामीले समीक्षामा के पनि भन्यौं भने यो विशुद्ध विकास निर्माण इत्यादि मात्रै कुराले हुँदैन। हामीले फेरि पनि विचारलाई, हाम्रो वर्गलाई, हाम्रो भूमि तहलाई, जनतासँग हामीले सम्बन्ध कमजोर पारेको हुनाले हामीले पराजय बिहोर्नु परेको हो। कारण हामी फेरि हाम्रो विचारतिरै फर्किनु पर्दछ, हाम्रो वर्गतिरै फर्किनु पर्दछ, हाम्रो समुदायतिरै फर्किनु पर्दछ र हामीले संगठन र सङ्घर्षका नयाँ रूपको खोजी गरेर जनसम्बन्ध सुदृढ गर्नुपर्छ भन्ने निष्कर्ष हामीले निकालेका छौँ यो बैठकबाट। दोस्रो, हामीले अबको हाम्रो कार्ययोजना के हुने, तत्काल हामी अब के गर्ने त यो पार्टीलाई फेरि एकचोटि देशको शक्तिशाली पार्टी र नेतृत्व गर्ने पार्टीमा रूपान्तरण गर्नलाई के गर्नुपर्छ भन्दा तपाईहरुले सायद हेर्नुभयो होला 4 वटा बुँदामा हामीले हिजो मात्रै त्यसलाई पारित गरेका छौं। नम्बर 1, यो पार्टीलाई हामीले वैचारिक, राजनैतिक, सांस्कृतिक र सांगठनिक सबै हिसाबले स्पष्टता पनि कायम गर्नु पर्यो र चाहिँ त्यस अनुसार पुनर्गठन गर्न पर्यो। यो पार्टीलाई यही रूपमा चलाएर मात्रै हुँदैन र यो पुनर्गठन गर्दा हामीले सिद्धान्तको हिसाबले त पाका पुराना अनुभवी जतिलाई सबलाई हटाउने र युवा जतिलाई सबलाई ल्याएर राखिदिँदैमा पनि हुने होइन कम्युनिस्ट पार्टी। इतिहासले देखाएको तथ्य के हो भने समाजमा, परिवारमा र पार्टीमा पनि पाका पुराना नि हुन्छन्, प्रौढ पनि हुन्छन्, युवा र नवयुवा पनि हुन्छन् र त त्यो परिवार खुशहालीवाला परिवार हुन्छ। राम्रो हजुरबा छ, हजुरआमा छन्, बाआमा छन्, दाजुभाइ दिदीबहिनी छन्, छोराछोरी छन् र एउटा परिवार राम्रोसँग व्यवस्थित हुन्छ। समाजमा पनि यी सबै पुस्ताका अनुभव र क्षमताहरूलाई केन्द्रित गरेर नि त समाज गतिशील हुन्छ भनेर माओले के भन्नुभयो, लेनिनले नि के भन्नुभयो त भने पार्टी भनेको पनि समाजमा भइरहेकै संरचनाको प्रतिबिम्बन पार्टीमा हुने हो। एउटा उद्देश्यमूलक ढङ्गले त्यहाँ वृद्ध हुन्छन्, प्रौढ हुन्छन्, नयाँ युवा पनि हुन्छन्। त्यहाँ 3 in 1 को प्रिन्सिपल भनियो। हामी अहिले पनि प्रिन्सिपलको, सिद्धान्तको हिसाबले योभन्दा बाहिर जान हुँदैन, जान सकिँदैन। तर आज हामीले गल्ती गरेको के हो त? हिजो हामीले जनयुद्धको तयारी गर्दा या जनआन्दोलनमा हुँदा, पञ्चायत विरोधी आन्दोलन गर्दा या राजतन्त्र विरोधी गतिविधिहरू अगाडि बढाउँदै गर्दा हामी सबै युवा नै थियौँ। हाम्रो पार्टी युवाहरूको पार्टी थियो, बुढा पनि थिए, तर चाहिँ गति पैदा गर्न चाहिँ युवाहरू नै थिए। म आफै 35 वर्षको युवा नै थिएँ जति बेला पार्टीको नेतृत्वमा आए, अरू साथीहरू पनि।
हाम्रो यो बिचमा छुटेको के हो भने हामीले हाम्रा त्यसपछिका युवाहरूलाई प्रशिक्षित गर्ने, तिनलाई तालिम दिने र तिनलाई नेतृत्वमा उठाउँदै लैजाने योजना नै बनाएनौँ। हामी नै सबै भयौँ, अब हामी नै हो सबै भने जस्तो गरी चलियो। परिणाम हामीले हाम्रै छोराछोरी, हाम्रै नाति नातिना पनि हामीभन्दा धेरै टाढा पुगिसकेको हामीले थाहै पाएन। हामी परम्पराका कुरा गर्दै हिँडेका छौँ। कहिले पोहोर घिउ खाएको अहिले हात सुँग्ने भने जस्तो हामी जनयुद्धको हात सुँग्दै मात्रै हिँड्ने भयौँ हामी। तर हामीले हाम्रा छोराछोरी नाति नातिनालाई पनि प्रशिक्षित गर्नुपर्छ, तालिम दिनुपर्छ र उनीहरूलाई बागडोर दिने हिसाबले तयारी गर्नुपर्छ भन्नेमा सबभन्दा ठुलो कमजोरी गऱ्यौँ। हामीले हाम्रो वर्गसँग पनि सम्बन्ध कमजोर बनायौँ, नयाँ पुस्तासँगको सम्बन्ध पनि कमजोर बनायौँ र त्यो खाली ठाउँमा साम्राज्यवादले आफ्ना मान्छे भर्यो। हामीले यो पनि समीक्षा गऱ्यौँ र निर्णय के गऱ्यौँ त हामीले हिजो भने अब हामी सम्मेलन र महाधिवेशन, वडा सम्मेलनदेखि केन्द्रीय महाधिवेशनसम्म जाँदा 50% चाहिँ नेतृत्व चाहिँ युवा र नवयुवालाई ल्याउने गरी सम्मेलन गर्ने, निर्वाचित कमिटी बनाउने। यसमा हामी सर्वसम्मत ढङ्गले निर्णयमा पुगेका छौँ र मलाई लाग्छ यो एउटा ठुलो क्रान्ति हाम्रो पार्टीभित्र हुनेवाला छ। यहाँभित्र भागदौड पनि हुन सक्छ। कति भागदौड हुन्छ, कति नयाँ पुस्तालाई हामीले सम्बोधन गर्न सक्छौँ त्यो त भोलि देखिहालिन्छ, छिटै, धेरै टाढा पनि होइन, 5-7 महिनाभित्रै। तर हामीले पहिलो निर्णय यही गर्यौँ, हाम्रै पार्टीलाई पुनर्गठन गर्ने, निर्वाचित कमिटी बनाउने, युवाहरूलाई 50%सम्म कमिटीमा, वडादेखि महाधिवेशनसम्ममा पनि उनीहरूलाई निर्वाचित गर्ने भन्यौँ। यसलाई तपाईँहरूले राम्रोसँग विचार गर्नु होला। 2 हामीले भन्यौँ हामीले आफ्नो पार्टीलाई मात्रै पुनर्गठन र नयाँ बनाउने सङ्कल्पले मात्रै आज देशको राजनीतिक परिस्थितिलाई चिर्न सकिँदैन भनेर हामीले दोस्रो बुँदामा के भन्यौँ त भने हामीले सिङ्गै कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने जिम्मेवारी पनि लिनुपर्दछ। एउटा दुईटा पार्टी र एउटा दुईटा नेतालाई तानतुन पार्ने मात्रै होइन, सिङ्गै कम्युनिस्ट आन्दोलन, वाम आन्दोलनलाई एकताबद्ध गर्ने जिम्मेवारी पनि हामीले लिनुपर्दछ। अहिले समझदारी र सहकार्यको बाटो हुँदै एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्य सहित हामीले नै यो नेपाली कम्युनिस्ट पार्टीले नै त्यसको पहल गर्ने सङ्कल्प हामीले हिजो लिएका छौँ। कमरेडहरू, यो सङ्कल्प जो पारित गरेका छौँ त्यो खालि पारित मात्रै गरिएको होइन, हामी लगातार छलफलमा छौँ विभिन्न पार्टीहरूसँग, नेतृत्वहरूसँग। सर्वत्र अहिले एउटा प्रश्न जस्तो तपाईँहरूले पनि यहाँ उठाउनु भयो, सबै जसो चाहिँ रिपोर्ट राख्ने साथीहरूले पनि, कम्युनिस्टहरूको वामपन्थीहरूको बिचमा एकता पनि पहल गर्न पर्यो भनेर हामीले त्यो सुरु गरिसकेका छौँ र सबैतिर एकता गर्न पर्यो भन्ने आवाज नेकपा एमाले भित्र पनि त्यत्तिकै छ, अरू पार्टीहरूभित्र पनि त्यत्तिकै छ। यो नकारात्मक भयो नि अहिलेको निर्वाचन, यो नकारात्मक परिणामले सबैतिर एउटा सकारात्मक कुरा के हुन लाग्यो भने अब बढी चाहिँ कचकच गर्न हुन्न, तुरन्त मिल्न पर्छ भन्ने छ। र मैले तपाईँहरूको अगाडि भन्दा मैले चाहिँ के अनुभव गरेको छु यो बिचमा भने, मानिसहरू आएर तपाईँहरूले नेपाली कम्युनिस्ट पार्टीले नै मलाई भन्न त मेरो अगाडि सायद मलाई खुसी पार्न भने नै हुन सक्छन्, अरू पार्टीका नेताहरूले तपाईँले पहल लिनु पर्यो र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न पर्यो, नत्र बर्बाद हुने खतरा भयो भन्ने छ र छलफल सबैतिर चलि पनि सकेका छ। हिजो हामीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र एकीकृत पार्टी निर्माणको पहल लिने निर्णय पनि हामीले गर्यौँ र त्यो अपिल हामीले बाहिर गरिसकेका छौँ र त्यसका सकारात्मक चिजहरू देखा परि पनि सकेका छन्। तेस्रो,
चौथो यतिले पनि पुग्दैन, फेरि वामपन्थी मात्रै मिले भनेपछि साम्राज्यवाद त हामीले देखेका छौँ नि, इरानमा के भइराखेको छ। इजरायल र अमेरिका मिलेर, हुन त त्यहाँ अमेरिकालाई राम्रै इरानले प्रतिरोध गरेर एउटा इतिहास बनाउँदै पनि छन्। अमेरिकामै ट्रम्पका विरुद्ध करोडौँ जनता सडकमा उत्रिएका पनि छन्। हामी सबैको निम्ति अलिकति सन्तोष र खुसीको कुरा के छ भने अमेरिका जस्तो ठाउँमा कम्युनिस्ट पार्टीको झन्डा लिएर ट्रम्पलाई युद्धका विरुद्ध शान्तिका पक्षमा आन्दोलन पनि देखा परेको छ। यो हामी सबैको निम्ति खुसीको कुरा हो। भने हामीले तेस्रो बुँदामा के भन्यौँ त भन्दा हिजो शान्ति सम्झौता, संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र, 12 बुँदे इत्यादिको प्रक्रियामा सामन्तवादमाथि विजय हासिल गर्नको निम्ति जो शक्तिहरू मिलेका थियौँ, इतिहासले एकचोटि फेरि ती सबै शक्तिलाई एकै ठाउँमा उभिन बाध्य पनि पारेको छ, उत्प्रेरित पनि गरेको छ भनेर हामीले तेस्रो बुँदामा भन्यौँ ती सबै शक्तिहरूलाई एकताबद्ध गर्ने, मोर्चाबद्ध गर्ने, समझदारी बनाउने र अहिले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि आएको खतराका विरुद्ध जाने भनेर तेस्रो निर्णय हामीले गरेका छौँ। म तपाईँहरूलाई भन्छु यो निर्णय मात्रै गरेका छैनौँ, हामीले कुराकानी सुरु पनि भइसकेका छ। म तपाईँहरूलाई भन्छु तपाईँहरूले पनि आफ्नो ठाउँमा वामपन्थीहरूसँग पनि विभिन्न रूपमा कुरा सुरु गर्नुहोस्। हामी सबै मिलेर जानुपर्छ, नत्र देश खतरामा छ, आन्दोलन खतरामा छ, वामपन्थी कम्युनिस्ट आन्दोलन। त्यस्तै लोकतन्त्र र संविधानको रक्षाको निम्ति सबै हिजोका देशका पक्षधरहरूसँग पनि तपाईँहरू आफ्नो ठाउँबाट छलफल सुरु गर्नुहोस्। प्रदेशमा गर्नुहोस्, जिल्लामा गर्नुहोस्, पालिकामा गर्नुहोस्, वडामा गर्नुहोस्, एउटा अभियान चलाउनु पर्यो हामीले। र फेरि हामी नेपाली कम्युनिस्ट पार्टी, मैले, माधव नेपालजीले, अब झलनाथ खनाल पनि हुनुभयो, हामी 3टा पूर्व प्रधानमन्त्री भएको पार्टी हाम्रै रहेछ। अरूले त गाली गर्दा 3टा बुढाहरू भन्छन्, सबभन्दा जिता जाग्दा युवा जस्ता छन् हाम्रा बुढाहरू। हामी छौँ, हामीले अहिले भनेका छौँ कि यो जिम्मेवारी हामीले नै पुरा गर्नुपर्छ, हामीले नै नेतृत्व गर्नुपर्छ। तेस्रो बुँदा र ती सबै नेपाली कङ्ग्रेस, एमाले, मधेसवादी दल, मधेसी नेताहरू, किन मधेसी नेताहरू सबभन्दा बढी तिनचित खाएर बसेका छन् अहिले। यस्तोरी बढारिएला यति छिटो भन्ने त उनीहरूले सोचेका थिएनन्, कल्पनै नगरेको कुरा भएको छ उनीहरूलाई त। र उनीहरू पनि हामीसँग अब सबै कुरा छोडौँ, मिलौँ, यो चाहिँ हामी सबैले बुझ्नुपर्ने कुरा छ। यसैलाई पक्रिन सकियो भने निराशावादलाई पनि हामी जित्दै लैजान्छौँ, हामीले चाहिँ नयाँ परिस्थिति निर्माण पनि गर्दै लैजान्छौँ। यो कुरा बुझ्न जरुरी छ र हामीले तेस्रो बुँदामा त्यही कुरा भनेका छौँ। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र देशभक्तिपूर्ण आन्दोलनका पक्षधर सबै शक्तिहरूलाई एकताबद्ध गरेर समझदारीका साथ सदनबाट र सडकबाट प्रतिवाद गर्न सुरु गर्नुपर्छ भन्ने तेस्रो बुँदा। चौथो, हामीले गल्ती गरेको, छुटेको, ध्यान त्यति नदिएको चाहिँ अन्तर्राष्ट्रिय पहल कदमी। अहिले चुनावमा चाहिँ अल्गोरिदम म्यानिपुलेसन, त्यसको चाहिँ गलत दुरुपयोग भनेको, म्यानिपुलेसन भनेको त्यो अल्गोरिदम आफैमा नराम्रो कुरो त होइन, त्यो त एउटा टेक्नोलोजी हो, एउटा खेल जस्तो पनि हो। तपाईँले एउटा चिज हेर्नुभयो भने त्यसले यसले यो हेर्न चाहेर छ भन्ने ठान्छ र त्यस्तै मात्रै पठाइ गर्छ तपाईँलाई। त्यो त टेक्नोलोजी हो। तपाईँ हामीले प्रयोग गर्यो भने त्यो हामीले अर्को ठाउँमा चाहिँ हाम्रो कुरो मात्रै जाने बनाउन पनि सकिन्छ। म्यानिपुलेसन भनेको खतरा कुरा हो। फेरि कसैले त्यो टेक्नोलोजीलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नको लागि दुरुपयोग गर्ने डिजाइनभित्रबाट मान्छेको ब्रेन क्याप्चर गर्न खोज्यो भने त्यो षड्यन्त्र हो, भएको यही हो। त्यसकारण हामीले यो पटक चौथो बुँदामा के भन्यौँ भने हामीले अन्तर्राष्ट्रिय पहल कदमीलाई ध्यान नदिएर देशभित्रै सरकार बनाउने र सरकार गिराउने खेलमा बढी समय खर्च गर्यौँ।
त्यसका अब यसो गर्न हुँदैन भन्ने सङ्कल्प पनि हिजोबाट हामीले लिएका छौँ। अब हामीले एउटा त अन्तर्राष्ट्रिय स्तरमै समाजवादी आन्दोलनहरूसँग एकता कायम गर्न पर्यो। अमेरिकामा कम्युनिस्ट पार्टीको झन्डा लिएर जुलुस निकाल्नेहरूसँग मित्रता गर्न पर्यो। अहिले 1 करोडभन्दा बढी मान्छे एकैचोटि सडकमा आएर ट्रम्पको विरोध गर्ने ती जनतासँग हामीले सम्बन्ध बनाउनु पर्यो। हामीले त्यस्ता योग्य बुद्धिजीवी र नेताहरूलाई अमेरिकामा राख्न पर्यो र सबैसँग सम्बन्ध, वामपन्थीसँग पनि, समाजवादीसँग, कम्युनिस्टहरूसँग र लोकतन्त्रवादीहरूसँग पनि सम्पर्क गर्न पर्यो र सरकारसँग पनि डिप्लोमेटिक क्षेत्रबाट पनि पहल गर्न पर्यो। त्यस्तै काम हामी दक्षिण एसियामा भारतलाई केन्द्र बनाएर सबैतिर सम्बन्ध बनाउन पर्यो। त्यस्तै चाइनासँग, त्यस्तै युरोपसँग हाम्रो सङ्गठन त छ अहिले, तर हामीले सङ्गठनलाई परम्परागत ढङ्गले मात्रै चलाछौँ, त्यसरी हुँदैन। अब आइटीको प्रयोग हाम्रा छोराछोरीहरू जो मध्यपूर्वमा छन्, अमेरिकामा छन्, युरोपमा छन्, तिनीहरूलाई हाम्रो उद्देश्यको निम्ति अल्गोरिदम प्रयोग गर्न सिकाऊ भन्नु पर्यो। हामीले सिक भन्नु पर्यो। उनीहरू त अर्कोको निम्ति काम गर्ने भए ती हाम्रो निम्ति काम गर भन्ने योजना साथ हामी जान पर्यो भनेर चौथो चाहिँ अन्तर्राष्ट्रिय रूपले कूटनैतिक पनि वैचारिक पनि पहल बढाउने भनेर गरेका छौँ र यसको साथमा हामीले उत्पादन र रोजगारी सृष्टि गर्ने कुरालाई पनि सँगसँगै जोडेर मात्रै हामीले यो पार्टीलाई नयाँ ठाउँमा पुर्याउन सकिन्छ, देशलाई नयाँ ढङ्गले लान सकिन्छ भन्ने निष्कर्ष नै हिजोको हाम्रो केन्द्रीय कार्य संयोजन समितिको बैठकको मूल निष्कर्ष हो। निर्णय त अरू थुप्रै छन्। त्यसपछि हामी लामो समयदेखि हामीले नसकेको चाहिँ पार्टी एकता भनेर त हामीले गऱ्यौँ, तर समायोजनको काम हाम्रो चाहिँ प्राथमिकतामा पार्न सकिएन, कहीँ न कहीँ त्यहाँ कमी भयो। अब चाहिँ हामीले तुरुन्तै प्रदेश त हामीले इन्चार्ज, सह इन्चार्ज, संयोजक, सहसंयोजक सबै 12वटा प्रदेश छन् हाम्रा। भूगोलका 7वटा प्रदेश, गैर भौगोलिक 2टा प्रदेश र विदेशमा 3टा प्रदेश छन्। भारत एउटा, मध्यपूर्व सहित एउटा, अनि युरोप र अमेरिकाको एउटा गरेर 3टा प्रदेश छन्। 12वटै प्रदेशको इन्चार्ज, सह इन्चार्ज, संयोजक, सहसंयोजक हामीले हिजो टुङ्ग्याएका छौँ। एकाध हेरफेर गर्नु पर्ला, त्यो कुनै ठुलो कुरो छैन, तर हामीले टुङ्ग्यायौँ। 1 2 हामीले सिङ्गो पार्टीलाई एउटा दिशातिर धकेलेर लानु त हामीसँग विकल्प छैन, लानै पर्छ भनेर हामीले मङ्सिर 11 देखि 15 सम्म काठमाडौँमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय सहित कार्यतालिका टुङ्ग्यायौँ। जेठसम्म समायोजन सक्ने, अनि सदस्यता नवीकरण, त्यसपछि सदस्यता नवीकरण पनि टेक्नोलोजीको प्रयोग गरेर गर्ने। हामी खालि परम्परागत गरेका छौँ। अहिले हामीले आइटीकै प्रयोग गरेर एप्स बनाएर त्यस मार्फत अनलाइनबाट सदस्यता नवीकरण गर्ने टेक्नोलोजीतिर जान पर्यो। नवीकरण, त्यसपछि वडा सम्मेलन, अनि पालिका सम्मेलन, अनि जिल्ला सम्मेलन, अनि प्रदेश सम्मेलन र महाधिवेशन। मैले अघि नै भने सबै सम्मेलनमा महिलाहरूको त निश्चित प्रतिशत संविधान र कानुनले नै तोकेको छ, त्यति प्रतिशत त हुने नै भयो। हामीले त अझ बढाएर संविधानभन्दा बढी प्रतिनिधित्व दिन्छौँ भनेका छौँ, त्यो गर्नै पर्यो। मुख्य कुरा युवाहरूलाई ल्याउनै पर्यो भनेर मैले अघि नै भने। अब म त्यसमा फेरि धेरै भन्न परेन। 50% सम्म पुर्याउने गरी जान पर्यो। तपाईँ हामीले छोड्दा हुन्छ, अब बसिराख्नु पर्छ भन्ने छैन। मैले त केन्द्रीय कार्य समितिमा भनेको छु, म चाहिँ यो अब संयोजक भइराख्नु पर्ने, फेरि अध्यक्ष हुने भन्ने मेरो रुचि छैन, तर राजनीति छोड्ने भन्ने चाहिँ मेरो होइन। फेरि क्रान्तिमा सक्रिय भूमिका छोड्ने भन्ने चाहिँ होइन, तर यो नेतृत्वमा त्यही बसेको छ, 40 वर्ष भइसक्यो, 45 वर्ष
भइसक्यो, महामारी भयो। यो फेरि म नेतृत्वमा आएदेखि उथल पुथल बाहेक केही नै भएन नेपालमा। नेतृत्वमा आउने बित्तिकै पञ्चायत विरोधी आन्दोलन भयो। त्यसपछि जनयुद्ध जनआन्दोलनतिर अर्को हाइटमा पुर्याउनुतिर गइयो, शान्ति सम्झौता भयो, संविधान सभा इत्यादि इत्यादि। अब एकचोटि लास्ट उथल पुथल गरेर छोड्न मन छ क्या। यसलाई नेगेटिभ अर्थमा नबुझ्नु होला, एकदम पोजिटिभ अर्थमा भनेको मैले। एउटा ठुलो उथल पुथल नेपालमा गरेर मात्रै छोड्न पर्छ। म पलायन हुन खोज्या हो कि भन्ने नसोच्नु होला, होइन। एउटा ठुलो चाहिँ क्रान्ति र आँधी हुरी ल्याउने गरी जान पर्छ। नयाँ पुस्तालाई राखेर अहिले एकजना कमरेडले राम्रै भन्नुभयो, जालको डोरी चाहिँ आफैसँग राख्नु। तपाईँले ठिकै भन्नुभयो, डोरी नै छोडिदियो भने त कहाँ जान्छ कहाँ जान्छ। त्यो उपाय तपाईँहरूले आजबाट मिठो मिठो भन्नुभयो क्या। तपाईँहरूले भन्दा भन्दै मलाई पनि फाइदा हुने धेरै कुरा भनिसक्नुभयो। त्यस्तो मोडेल मैले भनेको छु, नयाँ रूप र भूमिका सहित नेतृत्व। हिजो कार्य समितिमा पनि कुरा भएको छ, किनभने संयोजक, सहसंयोजक, अध्यक्ष भए मात्रै नेतृत्व हुने, नत्र नहुने हुँदैन। जसलाई इतिहासले बनाएको हुन्छ नेतृत्व, त्यो इतिहासले बनाएको नेतृत्व त राष्ट्रपति नभए पनि, अध्यक्ष नभए पनि नेतृत्वै हुँदो रहेछ नि। माओ त कहिले राष्ट्रपति हुनु भएन, तर माओ नै हुनुभयो। तेङ स्याफिङ केही पनि हुनुहुन्थेन पछिल्लो चरणमा, कुनै पदमा हुनुहुन्थेन, तर तेङ स्याफिङ विचारले अहिले चीन चलिरहेकै छ। नेल्सन मण्डेला पछिल्लोचोटि नेतृत्वबाट छोड्नु भएर उहाँ चाहिँ र अन्तर्राष्ट्रिय लिडरको रूपमा विश्वभरि चलाइराख्नु भयो फेरि उहाँले आफ्नो अभियान। यही छिमेकी देश महात्मा गान्धी पदमा नभए पनि अब राष्ट्रपिता हुन त मिल्दो रहेछ नि त। यस्ता केही हामीले आफ्नै खोज, मैले यसको नकल गरौँ भने होइन, यस्तै खोजौँ। तपाईँ हामी सबैले दिमाग लगाउँ क्या, के चाहिँ गर्दा प्रचण्ड अवमूल्यन पनि नहुने, अपमानित पनि नहुने, पार्टी पनि रूपान्तरित हुने, नयाँ पुस्ता पनि ट्रेन हुने उपायको खोजी। मैले अहिले भनेको भित्र त्यही बिउ छ, भ्रूण छ त्यहाँ। तपाईँहरू विचार गर्नु होला। अहिले म सबै भन्दिनँ, सबै भन्यो भने बिग्रिन्छ भन्ने डर पनि छ। त्यसकारण त्यो उपायको खोजी गर्नुपर्छ। हामीले पनि भोलि अब सम्मेलन हुँदै जाँदा हामी 50%ले छोड्ने तयारी सोचौँ। किन सल्लाहकार भयो, विभाग सम्हाले भयो, सुझाव दिने टिम बनाएर सुझाव दिएर बसे भयो। किन कमिटीमै बसे गर्नुपर्छ र नयाँलाई ल्याउँ र दिउँ। तर त्यसको अर्थ मैले अघि नै भने बुढा जति सब छोड्ने भने त होइन, फेरि त्यो प्रतिशत पनि चाहियो एउटा। दोस्रो, यही बैठकबाट यहाँ अहिले सचिनजीले कार्ययोजना केही प्रस्तुत गरि नै सक्नुभयो, सायद तपाईँहरूले एकछिनपछि यसलाई पारित गर्नुहुन्छ। अब उम्मेदवार उठाउँदा वडामा, पालिकामा अहिलेदेखि तयारी सुरु गर्नुहोस्। एउटा त अलि डेमोक्रेटिक त, जसरी हामी पार्टी अधिवेशनमा निर्वाचित कमिटी बनाउँछौँ, अब टिको लाउने तरिकाले चाहिँ यो टिको लाएर साध्य हुने भएन। हामीलाई निर्वाचितै कमिटी बनाउँछौँ, व्यवस्थित रूपले गर्छौँ निर्वाचन भनेछौँ नि। त्यस्तै गरी उम्मेदवार छनौट पनि हामीले कहिलेकाहीँ सिनियर भनेर गर्छौँ, त्यो पपुलर हुँदैन। त्यो जनतामा हाम्रो लागि त पार्टीभित्र त धेरै सम्मानित हुन्छन् ती, त जनताले सम्मानित ठान्दैनन्। जनताले आफ्नो निम्ति उपयुक्त ठान्दैनन् भने जनताले कसलाई ठान्छन् भन्ने पत्ता लगाउन पर्यो हामीले। त्यहाँ जनताको अभिमत पनि लिने चाहिँ तपाईँहरूले त्यो तरिका, आफ्नो जनअभिमत के छ त भनेर त्यो पनि बुझ्ने। अनि धेरै कार्यकर्ताहरूको चाहना कसलाई उठाउँदा राम्रो हुन्छ भन्ने छ भने धेरै कार्यकर्ता, बहुसङ्ख्यक कार्यकर्ताहरूको भावना के छ भन्ने कुरा पनि बुझ्ने र जनता र
बहुसङ्ख्यक कार्यकर्ताहरूको भावना अनुसार उम्मेदवार छनौट गर्ने र त्यसको तयारी अहिलेदेखि गर्दै जाने। चुनाव चाहिँ वैशाखसम्म हुन्छ भने मानेरै चल्नुपर्छ। त्यसो भएर यो काम पनि यो बैठकबाट तपाईँ रुकुम पश्चिममा व्यवस्थित रूपले सुरु गर्नु। जनअभिमत बुझ्ने प्रक्रिया पनि, कार्यकर्ताको भावना बुझ्ने प्रक्रिया पनि। यति भनिसकेपछि अब मैले सक्नेतिर लागेँ, धेरै लामो भयो मेरो नि। तर म खुसी भएको छु नि त रुकुम आएर। त्यसो भएर अब यहाँ तपाईँहरूले उठाउनु भएको केही कुरामा छोटो छोटोमा मात्रै भनेर म टुङ्ग्याउन चाहन्छु। एउटा त भूकम्प, यहाँ भूकम्पबाट ठुलो धनजनको क्षति भयो र यसको पुनर्निर्माणको प्रक्रिया, भूकम्प गएपछि त्यति बेला म नै प्रधानमन्त्री थिएँ र मैले तुरुन्तै चाहिँ उद्धार र राहत कार्यमा प्रत्यक्ष पहल गरेपछि एउटा ठुलो सन्देश देशभित्र बाहिर पनि गयो। अहिलेसम्म पनि त्यो दिदिए नभएको कुरा र घर बनिसक्यो पैसा नपाएको कुरा तपाईँहरूले जुन गम्भीरताको साथ राख्नु भएको छ। मैले भन्ने कुरा के भने मसँग पनि यो भावनात्मक पनि आफू प्रधानमन्त्री भएको बेलाको कुरा भएको हुनाले यसमा मेरो ध्यान पुरै जान्छ। आज तपाईँहरूले अलिकति झकझक्याउनु भएको छ, धन्यवाद। प्रशासन र कर्मचारीको व्यवस्थापन हाम्रो अनुकूल छैन भन्ने कुरा पनि तपाईँहरूले राख्नुभयो, त्यसमा पनि मेरो ध्यान जान्छ र मैले सक्ने जति गर्छु। विकास निर्माणका काम, चाहे भौतिक पूर्वाधारसँग सम्बन्धित कुरा हो, चाहे शिक्षा स्वास्थ्य रोजगारीसँग सम्बन्धित कुरा हो, चाहे भेरीमा पुल निर्माणको महत्त्वबारे तपाईँहरूले राख्नुभएको कुरा हो, यसमा मेरो ध्यान जान्छ। अर्को जनयुद्धकालको जग्गाको समस्या निकै विकराल थियो रुकुममा। त्यति बेला जनयुद्धमा हामीले रजिस्टर हाम्रो तरिकाले गरे रजिस्टर गरेर पास गरेको जग्गा अहिले सरकारी तवरले त मान्ने कुरा भएन। धेरै ठुलो बहसपछि धेरै जसो समस्या त अहिले समाधान भएको देखिन्छ, तर अझै पनि केही समस्या बाँकी छन्। यसको समाधानको निम्ति पनि हामी अब गोपालजी र मैले माथिबाट गर्न सक्ने जति पहल गर्छौँ। म तपाईँहरूलाई यो पनि भन्न चाहन्छु। अब अन्तिममा म के पनि तपाईँहरूलाई थाहा दिन जरुरी ठानेको छु भने अहिले हामीले जे भन्यो भइहाल्छ कि प्रचण्डले र गोपाल शर्माले संसदमा र सरकारलाई प्रशासनलाई भनेपछि भइहाल्छ कि भन्ने पनि धेरै नठान्नु होला। हाम्रो विरोधी सरकार छ, हामीलाई उखेलेर फाल्न चाहन्छन् उनीहरू, त्यस कारण हामीले भनेपछि सट्ट गर्छन् होला भन्ने त छैन। तर मलाई के लाग्छ भने अब तल र माथिको सङ्घर्ष मिलाउनु पर्ने हुन्छ। पालिकाबाट प्रेसर गर्ने ढङ्गले तपाईँहरूले योजना र कार्यक्रम बनाउनु पर्यो, भनेको भनी गर्नु पर्यो। यो चाहियो, यहाँ हाम्रो यो अधिकार हो भन्ने कुरा तपाईँहरूले यहाँ भन्नु पर्यो। यहाँको प्रशासनलाई घेराउ गर्न पर्यो, होइन? त्यहाँ के गर्न सकिन्छ, ज्ञापन पत्र बुझाउनेदेखि घेराउ गर्नेदेखि अनि सडकमा नारा जुलुस गर्नेदेखि गरिराख्नु पर्यो तपाईँहरूले तलबाट। अनि हामीलाई माथि भन्न सजिलो हुन्छ, त्यहाँ अब मार्ने भयो हामी त फर्किनै नपाउने भइयो भन्न पाउँदाखेरि अनि उनीहरूलाई पनि हो बडो अप्ठ्यारो स्थिति आयो भन्ने पर्छ र अनि बल्ल बल पुग्छ हामीलाई। तपाईँहरू चुप लाएर अब निर्वाचन जिताएर पठाइएकै छ, भइहाल्ला भन्ने ठान्नु भयो भने हाम्रो मात्रै बल पुग्ने भएन। पहिला त लागेको थियो हामी 40
बिदा हुन्छु। धन्यवाद। अभिवादन। लाल सलाम।